हेलो गुड मर्निङ फ्रम जमसुम। अहिले चाहिँ हामी जमसुममा छौँ। अहिले चाहिँ हामी बसेको होटेल यहाँनिर होटेलको कौसीमा आएर यहाँ हेर्नुहोस् जमसुमको डाँडा काँडा हेर्दै नै यहाँनिर बिहानको कफी खाइयो। यहाँनिर हेर्नुहोस् यो चाहिँ सबै यहाँको रेसिडेन्ट्सहरू हो, यहीँ बस्नेहरू, यहाँको लोकलहरू। घरहरू यस्तो हुँदो रहेछ जमसुमको। हामी चाहिँ जमसुमको सबैभन्दा बेस्ट होटल यो भर्खर 5 महिना अगाडि मात्रै खोलेको रहेछ। अनि जमसुममा पहिलोचोटि लिफ्ट भएको होटल अरे, फर्स्ट एन्ड ओन्ली वान। यस्तो है वहीँको होटलहरू जस्तो छ है, पुरा कौसीसँगको मजाको छ, एकदम वहीँको स्ट्यान्डर्डको रहेछ। सबै बाथरुमहरूदेखि लिएर हिटिङहरूदेखि लिएर सबै। अनि हामीले सामेल दाइले मिलाउनु भएर हामी यहाँ आज आनन्दसँगले बस्यौँ। यस्तो चिसो मौसममा पनि तातो गर्मी हुन्जेल भएर। यहाँ हेर्नुहोस् तल हामी चाहिँ आज जमसुम घुम्ने प्लान छ। जमसुममा आज सबै घुमिन्छ। जमसुमको हावाहरू पनि हेरिनेछौँ हामी सबै। यहाँ चाहिँ एकदम हावा चल्छ भनेको सुनेको थिएँ। जमसुम बजार जाँदैछौँ हामी, 12 बजी पनि हावा चल्छ अरे भन्दै थियो। अब हेर्नेछौँ हामी कतिको हावा चल्छ। अहिले त हावा चलेको छैन, यहाँ घाम लागिरहेछ मजाको। तपाईँहरूलाई देखाउने छु म अहिले एकछिनबाट। हामी चाहिँ अहिले मुस्ताङको होटेलमा यसो ब्रेकफास्ट लिनलाई कफी, आलु मुस्ताङको, यहाँ स्याउ अन्डा छ। दाइ कस्तो भइरहेछ ब्रेकफास्ट? ब्रेकफास्ट ठिकै छ, राम्रै छ, ठिक छ है। मुस्ताङको बसाइ साह्रै राम्रो लाग्यो। रुम विशेष गरी होटल यो चाहिँ भर्खर 5 महिना अगाडि मात्रै खुलेको होटल रहेछ। एकदम अमेरिका स्ट्यान्डर्डको छ एकदम। यहाँ हेर्नुहोस् कहीँ लाग्दैन कि मुस्ताङमा छु भनेर। विशेष बेडहरू एकदम निट एन्ड क्लिन, राम्रो म्याट्रेस, बेडहरू पनि हिटेड बेड है दाइ? एकदमै हिटेड। युएसमा पनि हुँदैन नि हिटेड बेड? धेरै हिट भएर मैले अफ गर्नु पऱ्यो। होटेलहरूमा त हुँदैन हिटेड बेड त, घरमा बनायो भने फाल्टै कुरो हो। किनभने त्यस्तो स्ट्यान्डर्डको छ यहाँ ब्रेकफास्टहरू हेर्नु। अनि यहाँ पछाडिको क्रुहरू चाहिँ हलिउड टिमहरू रहेछ, मुभी खिच्न आएको मुस्ताङमा। उनीहरूको गफहरू भइरहेछ सबै। पुरा आज सुटिङमा होला उनीहरूको। एकदम रमाइलो छ यहाँनिर मुस्ताङको होटेल। यो चाहिँ एकदम रेकमेन्डेड, खतरा रहेछ। 5 ताले रहेछ, एकदम एसीवाले सबै भएको इन्क्लुडेड। भ्यू त्यस्तै देखिने, लिफ्ट पनि पहिलो लिफ्ट अरे मुस्ताङको। ल गाइस यहाँ हेर्नुहोस् हाम्रो यहाँ होटेलबाट भ्यू। अब एरोप्लेनको पुरै भ्यू देखिन्छ अहिले, यहाँ प्लेन ल्यान्ड गरेको। ल गाइस हामी बसेको होटेल हो यो चाहिँ। होटेलको छतदेखि चाहिँ तपाईँहरूलाई यस्तो दामी डाँडा देखेको छ नि। ओ माई गड, हेर्नुहोस् ब्याकग्राउन्डमा हिमाल। यो कुन हिमाल हो दाइ? हिलगिरी अरे यो चाहिँ। हिलगिरी अगाडिसम्म हामीले यता देख्यौँ होइन, अब हामीले सिधा यता देखिसक्यौँ। कस्तो बवाल आइरहेछ। हिमाल पारीको गाउँ भन्छ मुस्ताङलाई। हेर्नु त हिमाल चाहिँ टक्क कस्तो दामी देख्यो है यहाँबाट त। ल गाइस यो चाहिँ आँगनबाटै देखिन्छ यार, आँगनबाटै यस्तो हिमालहरू। यहाँ चाहिँ बबाल हिमाल देखिँदो रहेछ, सेतो हिमाल छ, हिउँ परेर पुरा क्या यो। अनि हिमाल माथि छ, बादल तल छ यार। बादलभन्दा माथि हिमालहरू छ यार त। ओ माई गड। यो चाहिँ हामी बसेको होटेलदेखि छतदेखि देखिने, रुमदेखि पनि देखिन्छ है यस्तो हिमालै हिमालको। होइन यतातिर पनि हिमाल। यो चाहिँ जमसुमको सबै गाउँहरू नै छिमी भन्दो रहेछ। एयरपोर्टभन्दा माथिल्लो गाउँ जमसुमको चाहिँ ठ्याक्क एयरपोर्टभन्दा माथिल्लो पर्ने गाउँ यो चाहिँ। दाउरा सुकाएको होला है त यो सबै? ए हो, म त पछि युज गर्नलाई स्टाइल रहेछ। माटोको छाना कोही कोही बाइक हो त रहेछ त है माटोको छाना। भनेपछि यहाँ पानी परे पनि सिमसिम मात्रै पर्छ कि भाइ जहिले पनि। यो चाहिँ सबै गाउँहरू हो जमसुमको।
बस्नुभन्दा बरु पुरा त्यो ट्रली सर्ट जस्तै हुन्छ गाउँमा घुस हामी चाहिँ छिर्दैछौँ अझै भित्र यो जोमसोम चाहिँ एकदम हाई अल्टिट्युडमा बसाएको गाउँ रहेछ अब जान लागेको अझै माथि है दाइ तालमा तालमा त्यो अझै माथि पर्छ कि तल ढुम्बाले लगभग यसकै रेन्जमा अहिले पछि हामी मुक्तिनाथ चाहिँ माथि जान्छौँ मुक्तिनाथ पनि जाँदैछौँ हामी मुक्तिनाथ चाहिँ झन् माथि हाई एल्टिट्युड त्यहाँ चाहिँ सास फेर्न नि अलिअलि गाह्रै हुन्छ अरे बानी नहुनेलाई चाहिँ यहाँनिर खासै एउटा ड्रोन उडाउने प्लानिङ थियो तर यहाँ ड्रोन उडाउनु नदिने भएको कारणले हामीले चाहिँ ड्रोन उडाएनौँ रेस्पेक्ट गर्नु पऱ्यो नि त लको पनि यहाँको ल गाइज हामी चाहिँ यहाँनिर लेकमा आइपुगेको छौँ एकदम हावा चल्दो रहेछ है यहाँ चाहिँ मजाको पुच्चोसँग आइरहेको छौँ हरियाना आउँदैछ यो चाहिँ एउटा दामी धुम्बा लेक भन्ने पर्दो रहेछ नाम चाहिँ एकदम हावा चाहिँ दामी चल्दो रहेछ कमिएरियन मेरो छोरा आइरहेको छ हामी चाहिँ यहाँनिर एकदम रमाइलो छ मजाको यात्रा हेर्नुहोस् स्विङ गर्दै गरेर जाउँ आई लभ धुम्बा लेक भनेर लेखेको रहेछ क्या यहाँ चाहिँ गाइस हामी चाहिँ आइपुग्यौँ हे लेकतिर यो चाहिँ एकदम गहिरो छ अरे एकदम गहिरो लेक हामी चाहिँ लेकतिर आउँदैछौँ अहिले लुक एट दिस लुक एट दिस गाइस लुक एट दिस यहाँ माछा पनि छ है एकदम एकदम हावा चल्दो रहेछ यहाँनिर हामीलाई नै उडाउन जस्तो हावा चलेको हेर्नुहोस् हावा एकदम बेसरी चल्दो रहेछ यहाँ चाहिँ सानो सानो वेट गरेकोलाई त उडाएर लाने खालको हावा छ पुरै हाम्रो रियान यहाँनिर उडाउँछ कि भनेर हेरेर एकदम धेरै हावा एकदम हावा ल गाइस हामी चाहिँ अब यो धुम्बा लेक भन्ने घुमिसकेर फोटोसोटो सबै भइसक्यो अब चाहिँ अर्को स्पट जाँदैछौँ हामी एकदम रमाइलो रहेछ यहाँ पनि हावा चाहिँ एकदम धेरै चल्ने सानो सानो मान्छेलाई त उडाउँला जस्तै चल्दो रहेछ हाम्रो दाइ यहाँ हुनुहुन्छ दाइले एकदम राम्रो फोटो खिचिदिनु भयो हाम्रो ड्राइभर दाइ यहाँ हुनुहुन्छ हावा चाहिँ एकदम दामी चल्ने हावा त एकदम मजाको चल्दो रहेछ है हावा त हिल्लै हो नि अझै टाइम अझै भएन सानो सानो रियान जस्तो त उडाउला जस्तो छ ल हामी चाहिँ अब यो स्पट सकेर अर्को स्पटको लागि लाग्दैछौँ एउटा सानो यहाँनिर लेक जस्तो रहेछ अनि हिमाल छ अब हामी अर्को ठाउँ जाँदैछौँ यहाँ हेर्नु सक्नुहुन्छ यस्तो हावा चलिरहेछ यहाँनिर चाहिँ होइन एकदमै राम्रो भ्यू देख्छ बट टु विन्डी एकछिनमा मात्रै यसरी हावा रोकिन्छ तर एकदमै राम्रो छ यो प्लेस चाहिँ गाइस तपाईँहरू यदि नेपाल आउँदै हुनुहुन्छ भने चाहिँ मुस्ताङ आउनु होला हामी चाहिँ यहाँनिर दाइलाई पर्खिरहेको छु म चाहिँ उता पेमेन्ट मिलाउनु जानुभएको छ दाइ यो चाहिँ एप्पलको सुकुटी बनाएको हुँदो रहेछ एकचोटि चाख्नको लागि उहाँहरूले टिम्बुर र लसुन अनि यो मैले चाहिँ यो किनेको यो स्याउको मारा अनि यो पाउ एप्पलको सब एप्पलकै हो है गाइस यहाँ हेर्नु
चाहिँ चाख्नुको लागि यो सब यहीँको प्रडक्टहरू है यो के भन्छ पपकर्न मिठो छ मिठो त आन्टी मेरो रकेको सामान नि हम चाहिँ हल्का सपिङहरू गरिदिन्छु यसो गाडीमा खानाको लागि गाडीमा सेल्फी डाँडा भन्दो रहेछ मुस्ताङको घोडा चढ्ने ठाउँ अलिक सम्म टाइपको रहेछ यहाँ हेर्न सक्नुहुन्छ है घोडा पनि चढ्यो फर्स्ट टाइम लाइफमा एक्सपिरियन्स पनि गर्यो एकदम रमाइलो हुँदो रहेछ घोडा चढ्दा पनि 15 दिन जस्तो सिक्यो भने चाहिँ म गाडी कुदा जस्तै कुदाइदिने रहेछ जस्तो आँटा यहाँ हेर्नु ल गाइस यो सिधा जाने बाटो चाहिँ मुक्तिनाथ हो हामी मुक्तिनाथ जाँदैछौँ अब लगभग यहाँनिर सबै फोटोहरू घोडाहरू चढिसकेर चाहिँ हाम्रो रेन्ट यो गाडी गुरुजीको घोडाहरू अब चाहिँ यता सिधै भएर हामी मुक्तिनाथ जाने हो यहाँनिर होटेल निर्वाणा भन्ने ठाउँमा आएको छौँ हामी चाहिँ यहाँनिर लन्च गर्नलाई हाम्रो छोरो पनि यहाँ छ रेनु पनि यहाँ छ हामी चाहिँ अब खाना खान आँटेको यो चाहिँ मुस्ताङको मुक्तिनाथ भन्ने ठाउँतिर हो हामी चाहिँ यहाँ लन्चको लागि रोकेको हाम्रो दाइको गाडी यहाँ छ है यो चाहिँ स्कर्पियो हो एकदम दह्रो खालको हुँदो रहेछ तपाईँहरूले चाहियो भने चाहिँ एकदम यहाँ गुरुजीलाई सम्पर्क गर्न सक्नुहुन्छ 9846787595 मा एकदम सुपथ मूल्यमा मिलाइदिनुहुन्छ उहाँ हामीले चिनेकै दाइको गाडी हो ल गाइस यो चाहिँ याकको मासु हो याकको सुकुटी पहिलोचोटि ट्राई गरिँदैछ हामी याक मुस्ताङको स्पेसल रहेछ यो याक चाहिँ अनि हाम्रो यहाँनिर चिकन छ लोकल हल्का हालिदिनु छ दालमा मात्रै ल हामी चाहिँ तातोपानी भन्ने ठाउँ ठ्याक्क हामीले हिजो बुक गरेको होटेलमा आइसकेका छौँ यहाँदेखि चाहिँ भ्यू यस्तो हुन्छ आजलाई चाहिँ लगभग यति नै हो आज मुस्ताङ सोलिड घुमाइ भयो अनि त्यस्तै हो अब
भोलि चाहिँ हाम्रो प्लान भनेको यहाँदेखि कुस्मा जाने हो, कुस्मामा बसिन्छ। अनि पर्सि चाहिँ हामी घान्द्रुकको लागि निक्लिन्छौँ। हुन्छ, आजलाई यति नै। भोलि कुस्माको भिडियो खिच्नेछौँ। आजलाई चाहिँ अर्को भिडियोमा भेटौँला भन्दै हामी छुट्नु पर्ला। थ्याङ्क यू सो मच फर वाचिङ गाइस। हुन्छ दाइहरूले।